नेपालको काठमाडौँ जिल्लामा सन् 1987 मा जन्म हुन्छ पारस खड्गा। पारसले नेपाली क्रिकेटलाई बनाए इतिहास। सानो देश नेपाललाई वर्ल्ड कपसम्म पुर्याए। टिमलाई शून्यबाट उठाएर विश्वसम्म चिनाए र देखाए नेपालीले चान्स पायो भने गर्न सक्छ। यो कथा हो पारस खड्गाको कथा। जन्म सन् 1987 अक्टोबर 24 नेपालको काठमाडौँ जिल्लामा भएको थियो। पारस साधारण परिवारमा जन्मे पनि उनको सपना साधारण थिएन। त्यो समयमा नेपालमा क्रिकेटको कुनै फ्युचर थिएन। नेपालमा क्रिकेटका चुनौतीहरू धेरै थिए। न राम्रो मैदान, न राम्रो ट्रेनिङ, न फ्यान्सहरूको सपोर्ट। तर पारसको सानो उमेरदेखि नै क्रिकेटतिर आकर्षित हुन थालेका थिए। तर धेरैले पारसलाई भन्थे, क्रिकेट खेलेर के हुन्छ, क्रिकेटले जीवनलाई बर्बाद पार्छ। तर पारस हार मानेनन्। स्कुल लाइफमा पनि पारसले धेरै स्ट्रगल गर्नु पर्यो। फ्यासिलिटिज कम, अपर्च्युनिटी झन् कम। उनी धेरै पटक टिममा सेलेक्ट हुनका लागि स्ट्रगल गर्नु पर्थ्यो। कहिले इग्नोर, कहिले रिजेक्ट। तर पारसमा एउटा कुरा क्लियर थियो, म क्रिकेट खेल्छु चाहे जे होस्। उनको त्यो हङ्गर, त्यो आगो, त्यहीबाट उनको क्रिकेट जर्नी सुरु हुन्छ। खड्गाको हार्ड वर्कले आफ्नो गेमलाई नेक्स्ट लेभलसम्म पुर्याउन थाले। अर्ली करियरमा उनले डोमेस्टिक क्रिकेटमा मेहनत गरे। दिन रात प्र्याक्टिस, सेल्फ डिसिप्लिन, नो सर्टकट। उनले एकदमै धेरै हार्डवर्क गरे। बिस्तारै उनी नेसनल टिममा पुगे। तर यहाँ एउटा असली प्रेसर सुरु हुन्छ पारस खड्गामा। वर्ल्ड स्टेजमा नेपाललाई कसैले सिरियस लिँदैन थियो। त्यति बेला नेपाल टिम एकदमै कमजोर थियो। तर पारसले यो सोचलाई बदलिदिए। हामी सानो देश होइनौँ, हामी अन्डर रेटेड देश हौ। उनले टिमलाई मोटिभेट गर्न थाले, लिडरसिप स्किल देखाउन थाले। अनि एक दिन एउटा ट्विस्ट आउँछ। उनी एक दिन नेपाल क्रिकेट टिमका कप्तान बने। अब जिम्मेवारी ठुलो थियो। पारस देशको नामलाई रोशन गर्ने, फ्यान्सहरूको आशालाई रहिरहन दिनका लागि उनको हातमा नेपाल क्रिकेट टिमको कप्तानी आयो। सन् 2014 मा पारस खड्गाले इतिहास बनाए। नेपाल पहिलो पटक T20 वर्ल्ड कपमा खेल्न पुग्यो। त्यति बेला नेपाल टिमको कप्तानी गर्दै थिए पारस खड्गा। नेपालले वर्ल्ड स्टेजमा आफूलाई प्रमाणित गर्यो। नेपाल भेस हङकङ विरुद्धको म्याचमा पारसले एक्सप्लोसिभ ब्याटिङ गरे। टिमलाई जित दिलाए। नेपाल उत्साहित भएर पारस खड्गालाई हिरो मान्न थाल्यो। तर यहीबाट एउटा अनएक्सपेक्टेड ट्विस्ट आयो। नेपाली क्रिकेटमा इन्टरनल प्रब्लम सुरु भयो। पोलिटिक्स, म्यानेजमेन्ट इस्यु, टिम अनस्टेबल हुन थाल्यो। पारस जस्तो लिडर पनि प्रेसरमा आए। अन्ततः पारसले क्याप्टेन्सी छोड्नु पर्यो। मोमेन्ट यति इमोसनल थियो कि फ्यान्सहरू सोक, टिम कन्फ्युज। तर पारस हार मानेनन्। क्याप्टेन्सी छोडेपछि पनि पारस खड्गाले नेपाल क्रिकेटलाई छोडेनन्। उनी खेलिरहे, सपोर्ट गरिरहे। पछि उनले इन्टरनेसनल क्रिकेटबाट रिटायरमेन्ट लिए पनि उनले नेपाली टिमलाई कहिले छोड्न सकेनन्। आज पनि पारस खड्गा टिममा नभए पनि उनले नेपाल क्रिकेट एसोसिएसन अफ क्यानका सेक्रेटरीका रूपमा आउँदा पुस्ताहरूलाई गाइड गरिरहेका छन्। उनको सपना आज पनि उस्तै छ, नेपाली क्रिकेट टिमलाई उचाइसम्म पुर्याउने, नेपाली क्रिकेटलाई वर्ल्ड स्टेजमा पुर्याउने उनको पहिलेको सपना आजै। यो कहानी एउटा खेलाडीको मात्र होइन, यो कहानी हो विश्वासको। जहाँ रिसोर्स थिएन तर सपना थियो, जहाँ हार थियो तर त्यहाँ हिम्मत पनि थियो। पारस खड्गाले प्रमाणित गरे, कन्ट्री सानो भए पनि सपना ठुलो हुनुपर्छ। र आज उनको स्टोरीले हजारौं युवाहरू इन्स्पायर भइरहेका छन्। यो भिडियो मन परेमा भिडियोलाई लाइक गरी च्यानलमा सब्स्क्राइब गर्न नभुल्नुहोला।